ल त गाइज अब हामी च्याप्टर 2 को अर्को न्युमेरिकल गरौँ है। यसमा चाहिँ के छ भन्दाखेरि बर्ड जोइनको प्रब्लम छ है। हल्का तपाईँलाई भिजुअलाइजेसन गराइदिएँ मैले। जस्तो यो एउटा प्लेट, अर्को प्लेट छ। अब हामी यसलाई यसरी पनि कनेक्ट गर्न सक्छौँ क्या, माथि र मुनिपट्टि कभर हाल्ने, अनि त्यसपछि अब बोल्टहरू हालेर हामीले यसलाई कनेक्ट गर्नु पर्यो है। यो एउटा जस्ट हल्का भिजुअलाइजेसन भयो। अब त्यसो भए हामी हिसाब गर्न सुरु गरौँ है। के गर्नु पर्यो भन्दाखेरि अब पहिला हामीलाई के दिएको छ सुई लेख्नु पर्यो है। डायमिटर म सिधै अब नोटेसन लेख्छु है, भाषा पुरै लेख्दिनँ। डायमिटर अफ बोल्ट 16 mm दिएकै छ है। होलको डायमिटर कसरी निकाल्ने, डी नट मैले भनेको थिएँ टेबल नम्बर हामीले कति हेर्नु पर्यो, 19 हेर्नु पर्यो। होल भन्ने बित्तिकै टेबल नम्बर 19, त्यो भनेको 16 देखि 24 को रेन्जमा परेपछि D+2 हुन्छ भने चाहिँ 18 mm भयो है। यो पनि भयो। अनि अब हामीलाई के दिएको छ, ग्रेड अफ बोल्ट दिएको छ 4.6 फर बोल्ट ग्रेड कति भन्दाखेरि 4.6 को लागि कति हुन्छ हाम्रो FUB FUB दिएको छ कति हुन्छ, पोइन्ट अगाडिकोलाई 100 ले मल्टिप्लाई गर्ने, 4 इन्टु 100 गर्दाखेरि 400 न्युटन पर mm स्क्वायर आयो हो। अब हाम्रो FYB भनेको कति हुन्छ, कति रह्यो 0.654 गएपछि त्यो इन्टु FUB गर्नु पर्यो 240 न्युटन पर mm स्क्वायर आयो। यहाँसम्म केही गाह्रो साह्रो छैन है। अब हाम्रो के निकाल्नु पर्ने हो, फेरि फर माइल्ड स्टिलको लागि हामीले युज गर्ने भनेको सधैँ माइल्ड स्टिल है। अब यो भ्यालु चाहिँ एकदम कन्स्ट्यान्ट हो, थाहा हुनु पर्यो। FY भनेको 250 न्युटन पर mm स्क्वायर, FU भनेको 410 न्युटन पर mm स्क्वायर। यहाँसम्म क्लियर छ। यो भ्यालु भनेको हाम्रो कस्तो भ्यालु हो, कन्स्ट्यान्ट भ्यालु है। त्यो पछि अब हामीले गर्नुपर्ने स्ट्रेन्थ निकाल्नु पर्ने। नम्बर 1 मा हाम्रो के हुन्छ, डिजाइन शियर स्ट्रेन्थ अफ 1 बोल्ट। हामीले निकाल्दाखेरि 1 बोल्टको निकाल्छौँ, त्यसलाई भएर टाइम्स कतिवटा बोल्ट छ त्यो गर्छौँ है। सुरुमै गर्दा नि भयो, तर सुरुमा चाहिँ 1 बोल्टको गरौँ, सजिलो हुन्छ। म सिधै नोटेसन लेखेँ VDSB है, डिजाइन शियर स्ट्रेन्थ अफ बोल्ट। हामीले अब एउटा बोल्टको निकाल्ने है। यसको फर्मुला के छ, VDSB भनेको कति हो हाम्रो FUB बाई √3 इन्टु गामा MB इन्टु NN इन्टु 0.78 पाई डी स्क्वायर बाई 4 है। अब FUB को भ्यालु कति हो हाम्रो 400 हो, √3 इन्टु गामा MB को भ्यालु कति हो मैले भनेको थिएँ सुरुमै 1.25 याद गर्नुपर्छ है। अब NN भनेको हेर्नु है, हाम्रो के छ भन्दाखेरि शियर प्लेन्समा कतिवटा शियर प्लेनमा चाहिँ हाम्रो बोल्टले इन्टरेक्ट गरेको छ। अब यहाँ त हेर्नु त, एउटा यो भयो हो, अर्को यो भयो, दुईतिर इन्टरेक्ट गरेको छ नि त। हाम्रो त सुरुमा पो हाम्रो सिङ्गल ल्याप जोइन्टमा के थियो भन्दाखेरि एउटा मात्र थियो नि त, यहाँनिर त यो इन्टरेक्ट भएको प्लेन त जम्मा एउटा थियो। अब हाम्रो दुईटा छ भनेपछि के भयो, एनएनको भ्यालु 2 भयो, 2 इन्टु 0.78 इन्टु पाई इन्टु डी भनेको के हो हाम्रो डायमिटर अफ बोल्ट 16 स्क्वायर बाई 4। त्यसो भए सिम्पली कति आयो भ्यालु, म सिधै गरेँ 57.948 किलो न्युटन। यो आएको भनेको एउटा बोल्टको है, फेरि सबै गर्नु होला नि। अब हामी निकाल्नु पर्यो टोटल VDSB कति हुन्छ। अब हेर्नु है, अब हामीलाई बोल्ट चाहियो नि त, कतिवटा बोल्ट छ। यस्तो खालको न्युमेरिकलमा सधैँ हामीले के गर्ने भन्दाखेरि टक्कै बिचमा काट्दिनु है। काटेपछि लेफ्ट पार्ट अर राइट पार्ट तपाईँले युज गर्नुपर्छ। अब मैले लेफ्ट लिएँ है, मैले लेफ्ट लिएँ। त्यसो कतिवटा छ हाम्रो, एउटा दुईटा तिनवटा छ। त्यसो भए अब हाम्रो यहाँनिर कति हुने भयो, तिनवटा बोल्ट हुने भएपछि 3 इन्टु 57.948 गर्दाखेरि कति आयो, कति आउँछ यो क्यालकुलेट गर्दाखेरि 173.844 किलो न्युटन। यहाँसम्म ठिक छ है।
गाह्रो साह्रो के छैन। सेकेन्डमा हाम्रो के हुन्छ, डिजाइन बियरिङ स्ट्रेन्थ हुन्छ। फेरि मैले नोटिसमा मात्रै लेखेँ है, VDPB अफ 1 भोल्ट, 1 भोल्टको निकाल्दैछु है, अहिले म सबैको निकाल्छ छैन नि। त्यसो भए VDPB भनेको कति हो हाम्रो फर्मुला, 2.5 टाइम्स KB इन्टु D इन्टु T इन्टु FU बाई गामा MB। अब त्यसो भए मैले सुरुको भिडियोमा नि भनेको थिएँ, KB निकाल्ने हाम्रो तीनवटा वेबाट हामीले गर्नु पर्यो। एउटा E बाई 3D नट, अर्को P बाई 3D नट माइनस 0.25, अर्को हाम्रो FUB बाई FU र अर्को भ्यालु दिएकै हुन्छ 1.0। KB को भ्यालु हाम्रो 1 भन्दा बढी हुनु भएन है, यदि आयो भने कतै बिग्रियो भन्ने हामीले बुझ्नु पर्यो। E भनेको मैले के भनेको थिएँ, फर्स्ट भिडियोमा मैले भनेको थिएँ, एलोङ द शियर फोर्स, शियर फोर्स हाम्रो यतातिर लाग्ने हो। एलोङ द शियर फोर्स चाहिँ हाम्रो के हो भन्दाखेरि यो होलदेखि इनसम्मको फोर्सको डिरेक्सनको एलोङमा गएको डिस्टेन्स हो। कति छ हाम्रो 30 छ। यहाँसम्म बुझिएको छ? ल त्यसो भए अब हाम्रो कति आयो यहाँ भन्दाखेरि E को भ्यालु फिगरबाट कति आउँछ, 30 छ। 30/3 इन्टु D नट भनेको होलको डायमिटर 18 गर्दाखेरि कति आयो, 0.56 आयो। यहाँसम्म केही गाह्रो छैन। अब P भनेको के हो, पिच, त्यो पनि एलोङ द फोर्सको डिरेक्सनमा आएको एउटा होलको सेन्टरदेखि अर्को होलको सेन्टरसम्मको फोर्सको डिरेक्सनमा आएको डिस्टेन्स है। अब हेरौँ ल यसमा हाम्रो के छ हेर्नु त, यो डिरेक्सनमा गएको छ हाम्रो शियर फोर्स, तर अब यो होल र यो होलको त हाम्रो के छ, यहाँ परपेन्डिकुलर डिस्टेन्स छ। जस्तो अब फोर्स आएको छ यो डिरेक्सनमा हो, अनि त्यो पछि हाम्रो डिस्टेन्स छ यो डिरेक्सनमा, त्यो त हाम्रो भएन। हामीलाई के चाहियो, फोर्सको प्यारललमा चाहियो हाम्रो डिरेक्सन P भनेको त, तर यो छैन हामीसँग त यहाँनिर त। त्यही भएर हाम्रो यहाँनिर के भयो भन्दाखेरि P को भ्यालु 0 भयो। 0/समथिङ गर्दाखेरि 0 हुन्छ, त्यो हामी अब यो भ्यालु हामीलाई चाहिएन। बुझ्नुभयो है। FUB को भ्यालु कति हो, 400, FU भनेको 410 गर्दा 0.975 आयो। अब हेरौँ त, एउटा भ्यालु यो छ, अर्को यो छ, अर्को भ्यालु यो छ। मैले के भनेको थिएँ, जुन सानो भ्यालु हुन्छ त्यो हाम्रो KB हुन्छ, देयरफोर KB भनेको कति आयो, 0.56। यहाँसम्म बुझ्यो है। अब त के गर्नु पर्यो, सिम्पली माथिको फर्मुलामा हामीले भ्यालु हाल्नु पर्यो है। VDB भनेको 2.5 इन्टु KB भनेको 0.56, डायमिटर कति छ हाम्रो 16 mm छ। अब थिकनेस को कुरा आयो है। अब हेर्नु, जस्तो हाम्रो यो यहाँ दुईटा प्लेट छ है, कभर पनि लगाएको छ यसरी। अब यहाँनेरि यो र है, यो एउटा र यो अर्को, यो 1-1 भनेको हाम्रो के हो, कभर प्लेट हो कि होइन हो। यो भनेको हाम्रो प्लेट जुनलाई हामीले जोडेको छौँ कभर प्लेटले। यो कभर प्लेट भनेको हाम्रो यति 6 mm र यो भनेको नि 6 mm थिकनेस छ। टोटल गरेर कति छ हाम्रो टोटल थिकनेस, त्यो मैले रफमा गरेको छ, तपाईले लेख्नु पर्दैन है, तपाईलाई बुझाउन लेखेको मैले यो। टोटल थिकनेस अफ कभर प्लेट भनेको हाम्रो 12 mm छ। अनि टोटल नभन्दा भयो जम्मा एउटा छ हाम्रो त, थिकनेस अफ प्लेट टु बी जोइन्ट कति छ हाम्रो 10 mm छ कि छैन। अब हेर्नु है, यहाँ के छ भन्दाखेरि कभर प्लेट चाहिँ थिकनेस हाम्रो जोड्नु पर्ने प्लेट भन्दा मोटो छ। त्यसो भए हामीले फोर्स लगाउँदाखेरि छ सुरुमा क्र्याक आउने भनेको कुन हो, यो बिचको प्लेटमा हो कि होइन, यो बिचको प्लेटमा। अब के हुन्छ, हामीले
जुन सानो भ्यालु छ, जुन सुरुमा क्र्याक हुन्छ हामीले हो त्यही भ्यालु लिनुपर्छ है। त्यसो भए हाम्रो के हुने भयो, टी को भ्यालु 10 हुने भयो हो। बुझ्यो कि बुझेन? जुन हाम्रो थिकनेस कम्ती छ नि, जुन प्लेटको हाम्रो थिकनेस कम्ती छ हामीले त्यही लिनुपर्छ है। त्यसो भए 10 भयो। अर्को हाम्रो के छ फर्मुला, एफयु। एफयुको भ्यालु 410 बाई गामा एमबी 1.25। यो गर्दा 73.472 किलोन्युटन आयो। टोटल तीनटा बोल्ट हो नि त हाम्रो त। टोटल VDPB भनेको चाहिँ 3 into 700 कति 73.472 गर्दाखेरि कति आयो, 220.416 किलोन्युटन आयो। फर्स्ट भिडियो जस्तै हो, हल्का बुझ्नुपर्ने भनेको चाहिँ यो अब टी को कुरामा हल्का बुझ्नु पर्यो है। कभर प्लेटको टोटल थिकनेस कति छ र हामीले जोड्न आँटेको प्लेटको थिकनेस कति छ, दुईटामा जुन सानो छ त्यही लिनु पर्यो। यो 2 भयो। अब अर्को हाम्रो नम्बर 3 मा के हुन्छ, डिजाइन टेन्साइल स्ट्रेन्थ अफ प्लेट अन यील्डिङ हो। मैले सिधै नोटेसन लेखेँ, के हो हाम्रो TDG हो होइन, किनकि हाम्रो के हुन्छ, जस्तो यो फिगरमा यतापट्टि सियर छ यतापट्टि पनि छ हो। त्यसो भए यो तन्किन तान्दाखेरि त के हुन्छ, टेन्साइल फोर्स जेनेरेट हुन्छ। अब त्यो प्लेटमा कति चाहिँ भयो त सुरुमा यल्डिङ हुने बेलामा, त्यो निकाल्दाखेरि फर्मुला के हो, FY into AC by गामा MO। FY को भ्यालु 250, AC भनेको हाम्रो के हो, ग्रस एरिया हो कि होइन। हामीले डाइमेन्सन दिएको छ 16 160 mm भनेको छ हो, 160/10 भनेको छ। त्यसो भए कति भयो हाम्रो एजी, 160 into 10 भयो, यो एजी भयो। गामा एमओ को भ्यालु 1.10। मैले फेरि भने गामा भनेपछि टेबल नम्बर 5 याद गर्नु पर्यो है। यो 363.636 किलोन्युटन भयो है। अब फेरि भन्नु होला यहाँ त जस्तो किन त्यो टाइम्स 3 भएन, अरे हामीले त अघि त बोल्टको निकालेको हो नि त, अब त प्लेटको निकालेको हो नि त। फेरि कभर प्लेट भन्नु होला नि, कभर प्लेटको होइन नि, हामीले जुन जोड्न आँटेको प्लेट छ त्यसको भनेको नि। किनकि हामीले तान्दै गरेको त त्यो जुन प्लेटलाई जोइन गर्न आँटेको त्यसलाई हामी तानेको हो, त्यही प्लेटमा हुने हो टेन्साइल फोर्स जेनेरेट, त्यही भएर ओन्ली 1 भयो है। अब नम्बर 4 मा हाम्रो के छ, फेरि डिजाइन टेन्साइल स्ट्रेन्थ अफ प्लेट अन रप्चर। अब त के हुन्छ, यील्डिङ क्रस भएपछि रप्चर हुन्छ, प्लेट क्र्याक हुन्छ, त्यसलाई हामी के डिनोट गर्यौँ, TDN भनेको फर्मुला के छ, 0.9 ANFU बाई गामा ML 0.9। अब AN भनेको के हो, हाम्रो ग्रस एरियाबाट हामीले होल्सहरू हटाउनु पर्यो, ग्रस एरिया 160 into 10 हो, माइनस अब होल्स कतिको छ हाम्रो त, हामीले लेफ्ट साइड लिएको छौँ नि त, हामीले सबै त लिएको छैनौँ, एउटा दुईटा तीनटा होल्स छ, यो मैले लेफ्ट पोर्सन लेखेको त हो कि होइन। त्यसो भए होल्स हाम्रो तीनटा छ, 3 into अब होल्सको फेरि एरिया अब पाइडी स्क्वायर फोलिनु होला नि, त्यो गलत हुन्छ। किन भन्दाखेरि हाम्रो त यहाँ क्रस सेक्सन एरिया हो नि त, कस्तो छ भन्दाखेरि बुझ्नु पर्छ है, यस्तो छ नि त, यसरी गएको छ कि छैन त हाम्रो यो एउटा भयो, यो एउटा भयो, यस्तो छ हाम्रो त। खासमा त हाम्रो यहाँ एउटा होल, यहाँ दुईटा, यहाँ तीनटा होल छ नि त। त्यसो भए यो होलको डायमिटर टाइम्स हामीले थिकनेस गर्नु पर्यो हो कि होइन। त्यसो भएपछि हाम्रो यसलाई मैले यो टाइम्दै ल, त्यसो भए हाम्रो के हुने भयो भन्दाखेरि 3 into होलको डायमिटर 18, फेरि अर्को लिनु होला नि 16 भनेको त बोल्टको डायमिटर हो, होलको त हाम्रो के हुन्छ 16 + 2 गरेर 18 आएको, इन्टु थिकनेस 10 दिएकै छ, इन्टु 410 FU बाई गामा ML 1.25। भ्यालु याद गर्नु पर्यो है गामा ML को, यो भनेको 312.912 किलोन्युटन आयो हो। अब हेर्नु है, हामीले चाहिने स्ट्रेन्थ अफ जोइन्ट हो। मैले फर्स्ट भिडियोमा भनेको थिएँ सियरिङले गर्दा स्ट्रेन्थ कति आएको छ, 173.844। बियरिङले गर्दाखेरि स्ट्रेन्थ आएको भनेको 220.416। यील्डिङले गर्दाखेरि आएको भनेको
363.636 रप्चरले गर्दा आएको 312.912 हामीले डिजाइन गर्दाखेरि जहिले पनि कम्तीमा हाम्रो कतिमा बस्छ भन्दाखेरि मिनिमम हाम्रो डिजाइन गर्नुपर्छ क्या जस्तो म्याक्सिमम त जति पनि राख्न पाइयो तर हाम्रो जस्तो मिनिमम चाहिँ त्योभन्दा बढी जानु भएन है भनेर हामीले डिजाइन गर्नुपर्छ त्यसो भए therefore the design of joint is कुन चाहिँ हाम्रो सबभन्दा कम्ती छ यो छ कि छैन सियरले गर्दाखेरि आएको 173.844 हो त्यसो भए कति आयो डिजाइन अफ जोइन्ट 173.844 किलोन्युटन आयो यो बुझ्नु पर्यो है बुझ्यो नि जुन कम्ती हुन्छ त्यही लिनु पर्यो है म अझै लेख्दिन्छु है यो स्ट्रेन्थ डिजाइन स्ट्रेन्थ है डिजाइन स्ट्रेन्थ अफ जोइन्ट यहाँ चाहिँ जुन कम्ती हुन्छ त्यही भ्याल्यु लिने है यो बुझ्नु पर्यो है तपाईले यति मात्रै हस् ल थ्यांक यू फेरि अब हामी अर्को भिडियोमा अर्को न्युमेरिकल लिएर आउनेछौँ है त तबसम्मको लागि बाइ बाइ